रिब्दीकोट गाउँपालिका वार्ड नम्बर 1 पाल्पा र यसलाई नेउपानी डाँडा भन्छ र धारादी पनि भन्छ यसलाई। अनि यो कागतीको चाहिँ बजार व्यवस्थापन कसरी गर्नुभएको छ? कागतीको बजार व्यवस्थापन 1-2 वर्ष अगाडि त गाह्रो थियो। हजुर। अब अहिले आएर चाहिँ नि गत सालको चाहिँ नि अब के भयो भने हामी पनि सहकारीमा चाहिँ नि सहकारी सञ्चालक समितिको सदस्य पनि हौँ म। कृषि प्रगतिशील राम जानकी कृषि सहकारी संस्थाको म सदस्य पनि भएको नाताले सञ्चालक समितिको सदस्य र हामीहरूले के गरेका छौँ भने सब्जी कलेक्सन सहकारीबाट सब्जी कलेक्सनको सुरुवात गरेका छौँ गत वर्षदेखि। त्यसले गर्दाखेरि सहकारीले खरिद गर्ने र यहाँबाट तानसेनतिर बुटवल पठाउने गरेछ। त्यसले गर्दाखेरि सहज भएछ कागती बेच्नलाई पनि। अहिले लगभग 4 वर्षमा रनिङ छ यो कागती। तर लगाए अनुसारको चाहिँ नि मलाई पनि सन्तुष्टि मिलिएछ कागतीदेखि, किनभने अहिले राम्रो फुलिएको छ। गत साल 1 क्विन्टल जति मैले बिक्री गरेँ र अहिले पनि त्योभन्दा बढी होला जस्तो लाग्छ फुल देख्दाखेरि। रहन कति सक्छ हावाले। र यहाँ पानी त अब असुविधा थियो, तर पानीको टङ्की बनाएको हुनाले अहिले अब हिउँदमा 2-3 चोटि चार्नलाई पानीको टङ्की पनि बनाइएको छ। यहाँ स्रोत चाहिँ कहाँ देखिन्छ? पानीको स्रोत चाहिँ पानी स्रोत भनेको चाहिँ नि एउटा रिब्दीकोटबाट आउँछ, लिफ्ट हो। लिफ्ट पानीबाट आउँछ। एउटा चाहिँ नि पर हाम्रो कुवा छ, त्यसबाट कमै आउँछ पानी त लिफ्टको पानी प्रयोग गरिन्छ। सरकारले चाहिँ स्रोत चाहिँ कहाँ देखिन्छ? पानीको स्रोत चाहिँ पानी स्रोत भनेको चाहिँ नि एउटा रिब्दीकोटबाट आउँछ, लिफ्ट हो। लिफ्ट पानीबाट आउँछ। एउटा चाहिँ नि पर हाम्रो कुवा छ, त्यसबाट कमै आउँछ पानी त लिफ्टको पानी प्रयोग गरिन्छ। सरकारले चाहिँ सिँचाइको लागि कसरी सुविधा गरेको छ? सिँचाइको लागि त टङ्किया राखेर टङ्कीबाट चाहिँ नि पाइपले यहाँ सञ्चालन गरिन्छ। यसमा सरकारले बनाइदिएको छ टङ्की? टङ्की चाहिँ सरकारले बनाइदिएको छ कि छैन? त्यो हेफर अनुसार निर्व्याज लिएको टङ्की, तर पैसा चाहिँ तिर्नुपर्छ किस्ताबन्दी गरेर 4 किस्तामा 4 किस्तामा तिर्नुपर्छ। र यो खास मलाई यो कागती लगाउने चाहिँ नि मलाई चाहिँ यो सोच कसरी आयो भने म 4 वर्ष अगाडि अस्ट्रेलिया गएको थिएँ र अस्ट्रेलियामा त्यो बगैँचाहरू फलफुलको बगैँचा देख्दाखेरि हाम्रोमा पनि हुन्छ कि भन्ने सोच आएर त्यसपछि म आफ्नै लगानीमा, मलाई अनुदान दिएको छैन सरकारले, यसमा अनुदान मागेको पनि छैन र आफ्नै सोचमा आफ्नै लगानीबाट चाहिँ नि यो खाल्टा खने र कागतीका बिरुवाहरू गाउँपालिकाले ल्याएको थियो र त्यहाँबाट अनुदानमै पाएको बिरुवा पनि। तर लगाए अनुसारको बिरुवा राम्रो भएर आएछ, त्यही सन्तोष छ। कति जति लगानी गर्नुभयो तपाईँले? मन्चिङ गरेर खुर्सानी पनि लगाउनु भयो? यसमा खुर्सानीमा त धेरै मन्चिङ गर्दा धेरै खास भएको छैन, त्यही 4000 जति भयो होला, खर्च भयो होला मन्चिङ गर्दाखेरि। र कागतीया त धेरै भयो, लगभग यो खाल्टो खन्दै नै मेरो 25,000 खर्च भएको थियो र बिरुवा सबै गर्दाखेरि लगभग अहिलेसम्म 50,000 जति यसमा लगानी भयो होला। तर वार्षिक त्यही 10-15 हजारको खर्च भइरहेको छ वार्षिक, किनभने मोल हाल्ने, खनिदिने, गोड्दिने, पानी हाल्ने गर्दाखेरि र त्यो सबै सोध्ने हो भने त धेरै नै भयो। तर सुरुमा लगानी गर्दाखेरि लगभग 40,000 जतिको लगानी गरेको। यो खाली जग्गालाई चाहिँ कसरी सदुपयोग गर्नुभयो? खाली जग्गालाई त मैले बिचै चाहिँ मकै रोप्छु, एकातिर अब खुर्सानी नै मन्चिङ गरेर चाहिँ नि लगाएँ बिचमा। अब यतातिर चाहिँ मैले पातलो मकै रोप्छु र अनि त्यसमा प्रयोग गर्छु। मकै पाकिसकेपछि अनि तोरीहरू छोड्छु हिउँदमा। त्यसरी यो खाली जग्गा पनि रहन दिन्न, मैले प्रयोग गर्छु।